सो हेलो दर्शन नमस्ते गाइज, के छ हजुरहरू? सन्चै आरामै हुनुहुन्छ होला होइन। म चाहिँ पुरै झट्टै भएर यो पर्दा खोलेर क्या गाइज होइन, पर्दा खोल्नुपर्छ नि त गाडीको। सो म फाइनली जिजान पनि टेकिसकेको छु होइन। अहिले चाहिँ चट्टा लाएर मेरो चाहिँ अनि गाडी खाली हुँदैछ, माल खाली हुँदैछ होइन। त्यो चाहिँ हाम्रो मसना हो, टक्कसँगले यस्तो हुन्छ। पुरै यो भित्र सबै जति पनि छ यो सबै लेजहरू हो होइन। लेज बोकेर आएको आज चाहिँ म। अनि यतातिर हेऱ्यो भने यस्तो छ, यस्तो छ गाडी हेर्नु मेरो यसरी खाली हुँदैछ यस्तो छ। यहाँनिर यही अगाडि हाम्रो रबिया जुस पनि खाली हुन्छ यहाँनिर। यो जुन लोगो छ यो चाहिँ हाम्रो जुस खाली गर्ने ठाउँ भइहाल्यो। त्यो ग्रिन कलरको देखेको यो चाहिँ होइन। यहाँ जुस खाली हुन्छ हाम्रो, अनि यहाँ चाहिँ फेरि लेज खाली हुन्छ। यहाँ एकै ठाउँमा छ हाम्रो दुईवटा मसना होइन खाली गर्ने ठाउँ। र बसन्ती चाहिँ यसरी खाली हुँदैछ मेरो, टक्क लाएर यस्तो छ तारा। आज चाहिँ अलिक मौका परेछ गाइज होइन, नत्र लेजमा जहिले सिरा लाग्थ्यो, प्रायः चाहिँ सिरा लागेर बिजोग हुन्छ। यस्तै हुन्छ हेर, यस्तै छ तारा मेरो। भने जस्तै यहाँ पुरा बङ्गाली भाइहरू छ होइन, पाकिस्तानी भाइहरू छ। टक्कसँगले गाडी खाली हुँदैछ मेरो चाहिँ बसन्ती यसरी खाली हुन्छ होइन। यो पर्दा खोल्नुपर्ने हुन्छ र अनि पुरै यो पर्दामा टाँसेको यो धुलो जति छैन यो सब टाँसेर नि बिजोग हुन्छ क्या गाइस। यहाँ हेर्नु ल, रुप्पीहरू पनि रहेछ यहाँ, साह्रोहरू होइन नेपालतिर भने। अहिले यहाँनिर राम्रो ठाउँ छ यो, अलिक गर्मी चाहिँ बवाल गर्मी हुन्छ गाइस होइन। नत्र भयो नेपाल जस्तै यस्तो हरियाली सरियाली देख्न पाइन्छ। यसरी खाली हुँदैछ मेरो बसन्ती र यस्तै छ, के गर्ने अब। यो बसन्तीको पारै बेग्लै छ फेरि मेरो होइन। अनि अब के गर्ने गाइज होइन, यस्तै छ नि त। सो यात्राकै क्रममा यहाँसम्म आइपुग्यो होइन। अनि सुत्न नि पाइएन क्या हिजो, रातभरि नै होल नाइट हानिदिएको गाइज होइन। होल नाइट हानिदिएको, सुत्नै नपाएर पुरै बाटोमै निदाउने भइरहेको थियो होइन। अनि लास्टै नभएर चाहिँ अनि 2 घन्टा चाहिँ सुत्दै आइदिएको गाइज होइन। सो यस्तै छ पारा मेरो, जस्तो पारामा होल नाइट हानिदिएको धन्नै सुतेको। के गर्ने गाइज, नानी पनि गाह्रो छ होइन। बिहान 5 बजीदेखिको टक्क लाएर अहिलेको कति 9 बजीसम्म पेलियो भनौँ न। 9 बजीसम्म 2 घन्टा सुत्यो, 2-3 घन्टा जति। 5 बजी सुतेको थियो, 8 बजीसम्म सुतेछु होइन। लगभग 3 घन्टा जस्तो सुत्यो। सुतेर आएको टक्क गाडी पनि भ्ल्याट हालिदिइहाल्यो होइन। टक्क लाएर खाली हुँदैछ गाइस। ल भेट्दै गर्नुपर्छ गाइस। अहिले चाहिँ यसरी खाली हुँदैछ है त ल। सो फाइनली गाइज म चाहिँ अहिले चाहिँ होइन निक्लिसकेको छु जिजानबाट खाली गरेर पनि। टक्कसँगले यस्तो पाराले डनाना दिँदैछु। यतातिर हेर्नुहोस् ल, पुरै हरियाली टक्कसँगले होइन, देखाएर रमणीय छ। यो चाहिँ एमन साइडमा पर्छ गाइज होइन। यो यहाँबाट लगभग एमन छैन होला, धेरै भयो भने 100-150 किलोमिटर होला होइन। म अलि माथि नै आइसकेँ नि त होइन, त्यसैले नभए जहाँबाट खाली गरेको हो त्यहाँबाट लगभग कति भनेपछि त्यही 50-60 किलोमिटर छ क्या। 50-60 किलोमिटर भन्दा छैन एमन होइन। चट्टसँगले अब यसरी जाँदैछु म चाहिँ होइन गाइज, यस्तै छ पारा। अनि अहिले चाहिँ म चाहिँ यो बाइपास कारबार रोड भन्छ होइन, यता बाइपासको बाटो डन दिइरहेको छु। यहाँनिर 2-4वटाले ल्याङ गरिरहेछ गाइज होइन। अहिले चाहिँ यस्तै छ, के गर्ने, बाटोमा ल्याङ गरी भनेर अब हानिदिनु नमिल्ने। यहाँबाट सिधै अगाडि गएपछि गाइज होइन यो के भन्छ, एउटा के भन्छ अरे नाम, सकिएको हो कि सकियो भन्ने हो त्यो आउँछ होइन। त्यो सिटी आउँछ, सिटी भएर यत्रो सानो गाउँ जस्तो छ त्यहाँ आउँछ। अनि त्यहाँ आइसकेपछिबाट त्यहाँ नो इन्ट्री नि लाग्न सक्छ 12 बजे होइन। अहिले 11 बज्नु लागिसकेको छ, 45 भइसकेको छ, 10:45 भइसकेको छ। यिनीहरूले के गरेर हिँड्यो थाहै पाएन यार, गाडी दौडा खाएन यिनीहरूले होइन। अगाडि केही छ कि कारण पनि होला होइन, त्यही भएर नकुदाएको हुनसक्छ। गाडी लत्राक हल्लिएर कुनै ठाउँमा। बाटो त्यस्तै छ होइन, बवाल छ तर बाटो चाहिँ एवान नै छ जति नै भने पनि होइन। बाटोको लागि चाहिँ कुनै गुनासो छैन क्या गाइज, एवान छ बाटो चाहिँ। डन लाएर यसरी कुप्रीमा चाहिँ
खुप्री भन्छ यो पुललाई। पुलमा चाहिँ जोल्टिङहरू चाहिँ बुरुक उफ्रिन्छ। फेरि त्यही माथि हाम्रो गाडीहरू यो सिट लचकदार हुन्छ क्या गाइज होइन। अनि सिटले लचक गरेर पनि हामीलाई उफारिदिन्छ क्या गाइज। हामी पनि लचक हुन्छ। म चाहिँ यताबाट यिनीहरूलाई अब ट्याग हान्न जानु पऱ्यो गाइज होइन। हेरौँ के हुँदो रहेछ, सक्छु रहेछ कि नसक्छु रहेछ। सक्यो भने त म अब ट्याग हानिदिन्छु यिनीहरूलाई होइन। हेरौँ के हुन्छ अब। भागिदिनु पऱ्यो भनेर यताबाट भागिदिएको गाइज। तर एउटा दुइटा मात्र हुने जस्तो छ। एउटा चाहिँ भयो, अर्को त नहुने भयो गाइज होइन। चोर बनेको काम नलाग्ला जस्तो छ। सियाल बनेको के गर्नु गाइज, लागेन काम। घुस्यो केटाहरू, घुसेरै छाड्यो। न हिँडेर मर्छ न आफू, नहरूलाई हिँड्नलाई दिन्छ। यस्तो अप्तारीहरू हुन्छ गाइज। अनि के गर्नु भन्नु त सालाहरूलाई। ठिकै छ गाइज, भेट्दै गर्नुपर्छ अगाडि होइन। अहिलेलाई चाहिँ टक्क लाएर यात्रा अगाडि बढाउँ। अगाडितिरको रमणीय दृश्य हेर्दै जानुपर्छ है त गाइज। यस्तै छ। सो गाइज म चाहिँ अहिले चाहिँ होइन के भन्छ अरे यो के भन्छ यो ठाउँको नाम खमिस अलबार भन्ने ठाउँनिर आइपुगेको छु होइन। अनि यहाँनिर चाहिँ मैले यता यो होटलमा गएर टक्क खानासाना खाएँ होइन यो होटलमा यसमा। अनि यहाँनिर चाहिँ नो इन्ट्री लाग्ने रहेछ। एकछिन भए पनि सुत्दिएँ। अनि यताको दृश्य चाहिँ यस्तो छ गाइज। पुरै हेर्नुहोस् न, पहाडै जता हेऱ्यो नि पहाड होइन। यहाँ हाम्रो कम्पनीको दुइटा बसन्ती पनि छ होइन। एकजना नेपाली पनि हिँडिरहेको रहेछ टक्क लहर हिँडिरहनु भएको छ। सो यस्तो छ यतातिर हेर्नुहोस् ल, पुरै यो पहाडै हो होइन। पहाडी भेक्या पुरै पहाड। अब यहाँबाट उकालो चाहिँ पहाड सुरु हुन्छ गाइज होइन टक्कसँगले। अब यस्तै छ, भेट्नुपर्छ त्यहाँ टक्कसँगले होइन। अब पहाडतिर अब यात्रा हुनेछ। मेरो बसन्ती चाहिँ टक्क रेडी पोजिसनमा बसिसकेको छ होइन। अब चाहिँ टक्क लाग्नुपर्छ है त गाइज। अब टक्क अगाडि जाउँ, अगाडिको दृश्य हेर्दै जानुपर्छ है त गाइज। मेरो चाहिँ यात्रा सुरु भइसकेको छ होइन। टङ लाएर खतरा ठाउँ छ हेर्नुहोस् होइन। यो चाहिँ पहाडी भेग हो। यो साउदी अरबको खमिस अलबारको हो होइन। यो चाहिँ यो दृश्य चाहिँ टक्कसँगले हेर्नुहोस् न, पहाडै छ होइन। जता हेऱ्यो पनि पहाड रमणीय दृश्यहरू छ। यसो हेर्दाखेरि पनि टक्क मनै लोभिने खालको क्या होइन। सट्ट आनन्दै छ नि। नेपाल जस्तै फिल हुन्छ गाइज होइन। यतातिर हिँडेपछि चाहिँ अरू त मनाङ मुस्ताङतिर हिँड्या जस्तो, अझ खास विशेष गरेर त होइन मुस्ताङतिर हिँड्या जस्तो फिल हुन्छ होइन। बवाल छ गाइज, बवाल। बाटोहरू चाहिँ बवाल छ। यस्तै छ। अनि अब यो बाटो चाहिँ माथि खमिस अलबार महल भन्ने ठाउँ पुग्छ होइन। त्यहाँनिर पुगेपछिबाट टक्कसँगले अनि त्यसपछि सुरुङ सुरु हुन्छ फेरि अगाडि गएपछि होइन। सो उता सुरुङतिरको पनि भिडियो आउनेछ। टक्कसँगले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला साथीहरू होइन। टक्कसँग के कस्तो लाग्छ हजुरहरू यसो भिडियोलाई हेरेर कमेन्ट पनि हानिदिनु होला होइन। यस्तो छ यतातिर त्यहाँ भेडासेडा पालेको छ होइन। टक्क खतरा छ है। हेर्नुहोस् न दृश्य यता घरहरू छ टक्क लाएर होइन। घरहरू हेर्नुहोस् त सानो गाउँै जस्तो लाग्छ क्या टक्क। हेर्नुहोस् न यता खोला हाम्रो यो नेपालतिर भइदियो भए यो के भन्छ अरे सुनकोसी जस्तो क्या। सुनकोसी साइडमा बगिरा होइन टक्क त्यस्तै फिल हुन्छ गाइज। यहाँनिर कुद्दाखेरि चाहिँ यो खोलामा होइन। नत्र भए अहिले टक्क सुनकोसी बगिरा हुन्थ्यो नि त हाम्रो नेपालतिर भइदियो भए। सो गाइज अहिले अब यस्तै हो भिडियो भनेको होइन। हेर्दै जानु होला। सो अगाडि बढ्दै जाउँ होइन। बाटोतिर भेट्नुपर्छ है त गाइज। अगाडि सुरुङतिर यसो मिलाएर सिचुएसन मिलाएर टक्क भिडियो आउँदैछ है त गाइज। ल अगाडि बढ्दै गरौँ अहिलेलाई चाहिँ है त। साउदी अरबको गाउँ भनेको चाहिँ यस्तो हुन्छ गाइज। हेर्नुहोस् यो सब यो भित्ताको सब यो गाउँ हो हेर्नुहोस् है त। हेर्दै जानुहोस् है। यिनीहरू चाहिँ गाउँहरू हो यो सबै गाउँ। साउदी अरबमा गाउँ भनेको यस्तै हो साथीहरू। साउदी अरबको गाउँ पाखा भित्ताको जरा हुन्छ होइन। टक्कसँगले गाउँहरू हो क्या यिनीहरू चाहिँ। यस्तो छ माथि चाहिँ पहाडको मुनि टक्क
टक्कसँगले होइन। यतातिर हेर्नुभयो भने यस्तो छ दृश्य अगाडितिरको। यो साउदी अरब हो गाइज, साउदी अरबको गाउँ क्षेत्र हो क्या यो चाहिँ। अनि यता गाउँै पर्ने खालको ठाउँ हो यो चाहिँ टक्कसँगले होइन। यस्तो छ यता हेर्नुहोस्, उता पारी हेर्नुहोस् उता त होइन। टक्कसँगले यस्तो छ गाउँ, साउदी अरबको गाउँ गाइज, गाउँ। यिनीहरू सबै हेर्नुहोस् न, यिनीहरू सबै गाउँ हो यो। यस्तो हुन्छ गाइज, के गर्नु अनि, चलो बरु नचले गाह्रो छ नि त होइन। सो गाउँहरू पनि यस्तै छ। सो गाइज भेट्दै गर्नुपर्छ यता अगाडि। सो गाइज यहाँ यता सुरुङतिर आउँदाखेरि चाहिँ होइन भिडियो बनाउन पाइएन गाइज मैले, त्यही भएर मसँग पुरानो भिडियो थियो होइन, त्यसैलाई मैले यसो कन्भर्ट गरेर हजुरहरूसँग यो अहिले टक्क लाएर यसो पेस गरिदिएको छु गाइज होइन। यहाँ चढ्दाखेरि चाहिँ म दिउँसै चढेको थिएँ यो घाटतिर चाहिँ, यो सुरुङको बाटो चाहिँ म दिउँसो नै आएको थिएँ। दिउँसै हेर्न पाएको भए रमाइलो हुन्थ्यो गाइज होइन। तर के गर्नु, समयले अलि साथ दिएन होइन भिडियो बनाउनको लागि। अलि गाडीको चाप धेरै थियो, त्यसैले दिउँसोको टाइम ठ्याक्क नो इन्ट्री खोल्ने बित्तिकै उकालो चढिहाल्यो गाइज। त्यही भएर गाडीको चापले गर्दाखेरि होइन भिडियो चाहिँ बनाउनु पाइएन। सो यस्तै थियो, यस्तै छ। खतरा थियो क्या गाइज। तर दिउँसो हो भने चाहिँ होइन बवाल देखिन पाउँथ्यो यहाँनिर होइन। अब यस्तै छ, चित्त बुझाउनु होला, पुरानै भिडियोबाट भए पनि। अब बाहिरी दृश्य देख्न पाइएन होइन, बाटोको मात्र देख्न पाइयो। अब यो डाँडा चढिसकेपछि चाहिँ अगाडि आएर हामी डबल माता भन्ने ठाउँ छ, त्यहाँ आएर सुत्यौँ। अनि त्यसपछिबाट आज चाहिँ ठ्याक्क रियाद आइपुग्यो होइन। यो हिजोसम्मको भिडियो थियो गाइज होइन। उहाँ जहाँनिर सुतेको थियो त्यहाँसम्मको भिडियो थियो। ल गाइज अब यस्तै यात्रा भनेको यस्तै हो, अर्को भिडियो पनि आउँदै गर्छ। अलि मलाई रुगाले आज चाहिँ फेरि च्यापिरहेछ गाइज होइन, त्यसैले खासै बोली राम्रो नआउन सक्छ। सो जस्तो भए पनि भिडियोलाई मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नलाई नबिर्सिनु होला होइन मेरो च्यानललाई। सो मेरो च्यानलको नाम चाहिँ पियास मोक्तान छ होइन गाइज। सबैजनाले यसो हेरेर इन्जोय गरिदिनु होला। धन्यवाद गाइज। ल अहिलेलाई चाहिँ गुड नाइट है त गाइज, एन्ड ह्याप्पी न्यु इयर गाइज है त सबैजनालाई, एभ्री वान गाइज, सबैलाई ह्याप्पी न्यु इयर है त।